र हामी क्यारोल सिङ्गिङ भनेको के हो? क्रिस्चियनहरू क्यारोल सिङ्गिङ गर्दै गाउँ गाउँ घर घर घुम्छ। यसको अर्थ के हो भन्दाखेरि चाहिँ लुका 2 अध्यायमा यो कुरा पाउँछौँ। इजरायलको त्यो बेथलेहमको एउटा बस्तीमा गोठालाहरू आफ्नो भेडाहरूलाई गोठभित्र हालेर चौरमा बेलुकी अथवा साँझ बसिरहेका थिए। त्यस बखत एउटा स्वर्गदूत देखा पर्छ अनि स्वर्गदूतको वरिपरि तेज ज्योति चम्किन्छ। तब गोठालाहरू चाहिँ डरले थरथर कान्छ। यो के हो? यो ज्योति के हो? यो के को ज्योति हो भनेर तिनीहरू डराउँछन्, डरले थरथर कान्छन्। तब स्वर्गदूतले झट्टै उनीहरूलाई थाम्दै भन्छन्, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँदछु। किनभने जो सबै जातिको निम्ति, सबै मानिसहरूको निम्ति हुनेछ। किनभने आज दाउदको सहरमा एउटा मुक्तिदाता अथवा उद्धारकर्ताको जन्म भएको छ। मुक्तिदाताको जन्म भएको छ जो प्रभु ख्रीष्ट हुनुहुन्छ भनिकन स्वर्गदूतले घोषणा गर्छ। तब यसरी स्वर्गदूत बोलेको देखिकन अनि खुबै खुसीको खबर सुनेको कारण गोठालाहरू खुसी हुन्छन्। तिनीहरूमा साहस शक्ति आउँदछ। र आज यो क्यारल सिङ्गर्सहरू चाहिँ त्यही स्वर्गदूतहरू जस्तै हो, जो चाहिँ स्वर्गदूत जो त्यहाँ देखा परिकन आफ्नो सन्देश घोषणा गरिसकेपछि एउटा स्वर्गीय सेनाको झुन्ड त्यहाँ देखा पर्छ अनि त्यस झुन्डले यही कुरा गाउँदछ, परमेश्वरलाई महिमा, परमेश्वरलाई जय जयकार, परमेश्वरको प्रशंसा। किनभने संसारलाई एउटा खुसीको कुरा दिनुभएको छ। उहाँले उद्धारकर्ता दिनुभएको छ भनिकन स्वर्गदूतले गाउँछन् अनि त्यहाँबाट अल्पिन्छन्। र क्यारल सिङ्गरहरू चाहिँ आज त्यो स्वर्गदूतको रोल प्ले गरिरहनु भएको छ। यहाँले यही सुसन्देश चाहिँ लिएर गाउँ गाउँ घर घर व्यक्ति व्यक्तिलाई सुनाइरहेका छन्। यो उद्धार र मुक्तिको कुरा हो। हामी यसै कारण यो जवान जवानीहरूलाई यही सल्लाह दिन्छौँ, तपाईँहरूले ठुलो काम गरिरहनु भएको छ। मानव जातिको निम्ति परमेश्वरको पक्षमा तपाईँहरूले काम गरिरहनु भएको छ। तपाईँहरूले ठिक प्रकारले परमेश्वरको वचनलाई पुर्याउनु पर्यो। नाच्नु गाउनु एउटा कुरा हो, तर त्यस नाचगानबाट पनि सही सुसन्देश मान्छेले पाउन सकोस्। नट ओन्ली फर एन्टरटेनमेन्ट, खालि मजाको निम्ति, आनन्दको निम्ति होइन। यसमा गम्भीर हुनुपर्ने कुरा छ। नानीहरू ठिक हुनु पर्यो, ठिक चालचलन देखाउनु पर्यो, ठिक प्रकारले आफ्नो परमेश्वरको वचन प्रस्तुत गर्नु पर्यो। परमेश्वरको सन्देश ठिक प्रकारले मानिसहरूलाई सुनाउनु पर्छ। र ख्रीष्टको जन्मको उद्देश्य के हो भनिकन हामी अघि बढ्दाखेरि यूहन्ना 3:16ले के भन्छ? नानी हो भन्नु त। किनभने यूहन्ना 3:16ले के भन्छ? किनभने हजुर संसारले के हो?
परमेश्वरले हो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि आफ्नो एकलौटे पुत्रलाई दिइहाल्नु भयो, संसारको निम्ति दिइहाल्नु भयो र उहाँलाई विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। बाइबलको पुस्तक यूहन्ना को 3 अध्यायको 16 पदले यो कुरा भन्दछ, येशू ख्रीष्टलाई विश्वास गर्ने चाहिँ नाश हुने छैन तर त्यसले अनन्त जीवन पाउनेछ भनिकन भन्दछ। अनि यसमा चाहिँ पहिलो वाक्यमा लेखिएको कुरा चाहिँ के हो? संसारलाई यस्तो प्रेम गर्नुभयो। परमेश्वरले संसारलाई प्रेम गर्नुहुन्छ, कारण होला नि त। प्रेमको एउटा उद्देश्य हुन्छ, प्रेमको एउटा कारण हुन्छ। बिना कारण हामी प्रेम गर्दैनौँ, कसैलाई व्यर्थैमा माया गर्दैनौँ, रिजन हुन्छ। किन प्रेम गर्नुभएको भन्दाखेरि चाहिँ संसारको सबैभन्दा पहिलो व्यक्ति जसलाई परमेश्वरले बनाउनु भएको थियो, सुन्दर पवित्र कहिले नाश नहुने बनाउनु भएको थियो। अनि परमेश्वरले त्यस व्यक्तिलाई सम्पूर्ण संसारको अधिकार दिनुभएको थियो। सुन्दर बगैँचामा उसलाई राखिएको थियो। हजारौं किसिमका फलफुलहरू त्यहाँनिर प्रशस्त थिए, खानेकुराहरू थिए। परमेश्वरले भन्नुभयो बीचमा चाहिँ एउटा ज्ञान र बुद्धिको एउटा रुख छ, त्यसलाई नछुनु है, नखानु है। त्यो फल चाहिँ त्यसको छेउमा चाहिँ नजानु है, त्यसलाई नखानु भनेर हुकुम दिनुभएको थियो। तब त्यस मानिसले आफ्नो स्वास्नीको कुरा सुनेर त्यस फललाई खाएको कारण परमेश्वरको आज्ञा उल्लङ्घन भयो। परमेश्वरले जुन उद्देश्य लिएर मानिसको सृष्टि गर्नुभएको थियो, त्यो उद्देश्य चाहिँ त्यहाँ डिफिट भएको देखिन्छ। मान्छे पतन भयो, परमेश्वरको त उसले विरोध गर्यो, परमेश्वरको आज्ञाको विरोध गर्यो। त्यसकारण ऊ बागी भयो, ऊ अपवित्र भयो, अशुद्ध भयो र परमेश्वरदेखि ऊ टाढियो। यसकारण परमेश्वरले उसलाई नाश गर्नु भएन, तर त्यस व्यक्तिलाई आदमलाई भन्नुभयो अब यस बगैँचामा बस्ने लायकको तँ छैनस्, त यसबाट निस्किएर जा। अनि दिनदिनै त्यो मान्छेको सन्तान बढ्दै गयो, धेरै हुँदै गयो। अनि माथिबाट परमेश्वरले हेर्नुभयो मानिसहरू झन पापी झन पापी झन पापी, एकअर्कालाई मार्दै काट्दै लुट्दै झगडा गर्दै गलत कुराहरू गर्दै बढ्दै गयो। मद मदिरा खान थाल्यो, चोर्नु थाल्यो, ढाँट्नु थाल्यो, घिनलाग्दो हुनु थाल्यो। मानिसहरू पापमाथि पाप गर्दै जानु थाल्यो। तब परमेश्वरले फेरि पनि मनमा सोच्नुभयो, हेर्नुभयो र आफूले सृष्टि गरेको त्यस मानिसलाई दया गरेर हेर्नुभयो। यो मान्छेहरू चाहिँ नफर्किने रहेछ, नसुध्रिने रहेछ, यिनीहरू चाहिँ नष्ट भएर जाने रहेछ। मैले सृष्टि गरेको सृष्टिहरूमध्ये सबैभन्दा सुन्दर सृष्टि मानिस जाति सबै खत्तम भएर जाने रहेछ भन्ने सोच परमेश्वरमा आयो। त परमेश्वरले फेरि पनि मानिससँग मिलाप गर्ने इच्छा गर्नुभयो। यो मानिसहरूलाई फेरि पनि म फर्काउँछु, यो मानिसहरूलाई म फेरि पनि ठिक गर्छु, यी मानिसहरूलाई फेरि पनि शुद्ध र पवित्र तुल्याउँछु र यिनीहरूलाई फेरि पनि अनन्त जीवन दिने काम गर्छु भनिकन उहाँले आफ्नो माया दर्शाउने प्रयास गर्नुभयो। तब उहाँले संसारमा अब कसरी यिनीहरूसँग मिलाप गर्ने? अब दुई व्यक्तिको माझमा जब झगडा हुन्छ उनीहरूको बिचमा मिलाप हुन सक्दैन। दुई ग्रुपको माझमा, दुई देशको माझमा जब झगडा हुन्छ त्यो दुई देश आपसमा मिल्नु सक्दैन। दुई व्यक्तिको माझमा जब झगडा हुन्छ त्यो बिचमा उनीहरू आफै मेलमिलाप गर्नु सक्दैन।
किनभने एउटा व्यक्ति बढेर आयो भने अर्को व्यक्ति पनि बढेर आउँछ, लडेकै सोच र विचार राख्छ उसले। तब के हुन्छ त्यसमा थर्ड पर्सन चाहिन्छ, तेस्रो व्यक्ति चाहिन्छ। तेस्रो व्यक्ति चाहिँ त्यो चाहिँ दूत हुन्छ। त्यो दूतले चाहिँ के गर्छ, यो ग्रुपको कुराहरू लगेर उता जान्छ। सेतो झन्डा उठाएर है शान्तिको कुरा लिएर आएको छु है भनेर चाहिँ म चाहिँ दूत हो भनेर चाहिँ अगाडि बढेर जान्छ। तब शान्तिको झन्डा लिएर आउनेलाई चाहिँ उनीहरूले एक्सेप्ट गर्छ। अन्त किन आयो, के काम छ भन्दाखेरि चाहिँ उता ग्रुप जोसँग तपाईँले झगडा गर्नुभएको थियो त्यो व्यक्ति पछुताउँदैछ, तपाईँसँग मिल्न चाहन्छ, तपाईँसँग मिलाप गर्न चाहन्छ, अथवा त्यस व्यक्तिले तपाईँलाई साह्रो माया गर्दछ अवस्थामा उहाँले तपाईँलाई माया गर्न चाहन्छ, तपाईँसँग मिल्न चाहन्छ भनेर त्यो व्यक्तिले त्यहाँ भन्छ। अनि त्यो ग्रुपले अथवा त्यो व्यक्तिले, झगडा गर्ने व्यक्तिले ठिकै छ हाम्रो पनि उसँग सन्देश पठाइदेऊ, हामी पनि उसँग मिलाप गर्न चाहन्छौँ भनेर भन्छ। र बिचको व्यक्ति त्यो चाहिँ हो दूत, राजदूत, स्वर्गदूत। मिलाउने व्यक्ति जहिले पनि स्वर्गदूत हुन्छ। मिलाउने व्यक्ति जो पनि सधैँ असल हुन्छ, उसको उद्देश्य मिलापको हुन्छ। यसरी परमेश्वरले बनाउनु भयो, एकलौटे पुत्रलाई संसारमा पठाउनु भयो। तेस्रो व्यक्ति भयो नि त परमेश्वर र परमेश्वरको विरोधी मानिसहरू। अब दुईजनामा मिलाप ल्याउने चाहिँ उहाँको आफ्नै पुत्र येशू ख्रीष्ट। त्यसकारण प्रभु येशू ख्रीष्ट चाहिँ मिलापको सन्देश लिएर आउनुभएको छ। हामी मानव जाति भ्रष्ट भएका छौँ, हामी परमेश्वरदेखि टाढा भएका छौँ। हामीलाई परमेश्वरले एकदमै सुन्दर रूपमा सृष्टि गर्नुभएको थियो, ईश्वरसँग सङ्गति गर्नलाई, उहाँको फेलोसिपमा रहनलाई, उहाँको मेलमिलापमा रहनलाई, उहाँको साथसाथमा रहनलाई, सुन्दर र असल अनि पवित्र जीवन बिताउनलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो। तर नष्ट भएर जाँदाखेरि परमेश्वरलाई ठुलो दुःख लाग्यो। यसकारण यो योजना उहाँले बनाउनु भयो र यही सन्देश लिएर हामी यो गाउँका दाजुभाइ दिदीबहिनीहरूलाई, यहाँका प्रियहरूलाई, छरछिमेकीहरूलाई यो सन्देश सुनाउन आएका छौँ। येशू ख्रीष्ट प्रेम हुनुहुन्छ, येशू ख्रीष्ट स्वर्गबाट आउनुभएको दूत हुनुहुन्छ। तपाईँहरूलाई सुसन्देश छ, तपाईँहरूलाई समाचार छ। आओ परमेश्वरमा मिलाप गर, आओ परमेश्वरमा मिलाप गर, हामी मिलौँ र हामी सुन्दर जीवन बिताउँ। हामी प्रेममा, शान्तिमा, आनन्दमा जीवन बिताउँ। र तिमीहरूले जुनै आदमद्वारा हराएको थियो अनन्त जीवन, एभरलास्टिङ लाइफ, त्यो तिमीहरूलाई फेरि पनि म फिर्ता दिनेछु। र यसरी ख्रीष्टको जन्माइ र ख्रीष्टको कल्भरी क्रुसमा आफ्नो बलिदानद्वारा हाम्रो पापको शुद्धिकरण भएको छ। किनभने शुद्ध नभइकन परमेश्वरको समक्ष मानिसहरू जान सक्ने थिएन। मानिसहरूलाई शुद्ध कसरी पार्ने? र ख्रीष्टको रगत बगाइले चाहिँ मानिसहरू विश्वासद्वारा शुद्ध हुँदछ। जब मानिसहरू शुद्ध हुँदछ तब परमेश्वरसँग ऊ मेलमिलाप गर्न सक्छ। जसरी दुई व्यक्तिको बीचमा झगडा हुन्छ, दुई ग्रुपको बीचमा जब झगडा हुन्छ हामी के गर्छौँ? अर्को ग्रुपले केही उपहार लिएर जान्छौँ, गिफ्ट लिएर जान्छौँ। अर्को ग्रुपले पनि आफ्नो गिफ्टहरू लिएर जान्छ। त्यो गिफ्टको माध्यमद्वारा, त्यो उपहारको माध्यमद्वारा तिनीहरूमा मेलमिलाप हुन्छ। त्यसरी नै ख्रीष्ट चाहिँ मानिसको तर्फबाट परमेश्वरको समक्ष
आफ्नो पवित्र लहुको उपहार चढाइकन मानिसको मनको पाप र अशुद्धतालाई पवित्र तुल्याएर परमेश्वरसँग मिल्ने योग्यको व्यक्तिहरू मानिसहरूलाई उहाँले बनाउनु भएको छ। र तपाईँ र म पनि येशू ख्रीष्टलाई विश्वास गर्छौँ भनेदेखि उहाँको रगतले हामी शुद्ध हुँदछौँ, हाम्रो पापहरू मेटिनेछ, हाम्रो अपवित्रता फेरि पनि शुद्ध भएर जानेछ, हामी पवित्र हुनेछौँ र परमेश्वरमा मिल्ने योग्य हुनेछौँ र परमेश्वरले हामीलाई ग्रहण गर्नुहुनेछ। र आजको साँझको सन्देश यही छ, येशू ख्रीष्ट शान्तिको दूत हुनुहुन्छ, येशू ख्रीष्ट मिलापको दूत हुनुहुन्छ, येशू ख्रीष्ट सुसमाचारको दूत हुनुहुन्छ, येशू ख्रीष्ट अनन्त जीवनको आधार, अनन्त जीवनको स्रोत हुनुहुन्छ। अघि हामीले वचनमा सुन्यौँ, येशू ख्रीष्टलाई विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्, यो वचनको प्रतिज्ञा छ। र हामीले यशाया भन्ने पुस्तक छ पुरानो नियमको बाइबलको, त्यसको 9 अध्यायको 6 पदमा यसरी लेखिएको छ, उहाँ चाहिँ शान्तिको राजकुमार हुनुहुन्छ। जीसस क्राइस्ट इज द प्रिन्स अफ पिस। येशू ख्रीष्ट चाहिँ शान्तिको राजकुमार हुनुहुन्छ। र यो सन्देश लिएर तपाईँको समक्ष हामी आएका छौँ। अब तपाईँहरूको माझमा एउटा सानो उदाहरण राखेर म तपाईँहरूबाट बिदा लिन चाहन्छु। यो उदाहरण तपाईँहरूको माझमा राख्न गइरहेको छु। कुनै ठाउँमा एउटा ठुलो कम्पनी थियो, ठुलो इन्डस्ट्री थियो, फ्याक्ट्री थियो र उसको धेरैजना काम गर्ने व्यक्ति थियो। त्यो कम्पनीको धेरैजना काम गर्ने व्यक्ति थिए र त्यस कम्पनीको मालिक एउटा विश्वासी थियो, क्रिस्चियन थियो र उसले ख्रिस्टलाई माया गर्थ्यो र ख्रिस्टबाट उद्धार पाएको व्यक्ति थियो। उसकोमा धेरै धन सम्पत्ति, सुख सुविधा भए तापनि उसमा केही घमण्ड थिएन। अनि उसले आफ्नो त्यो फ्याक्ट्रीमा काम गर्ने वर्कर्सहरूलाई, स्टाफहरूलाई धेरै माया गर्थ्यो, आफूलाई जस्तै माया गर्थ्यो। उनीहरूको दुःख सुखमा उनीहरूलाई साथ दिन्थ्यो। यसरी काम गर्दै जाँदा उसको कानमा एउटा कुरा पुग्यो कि तपाईँको कम्पनीमा काम गर्ने धेरैजना मजदुरहरूले बाहिरबाट ऋण लिँदैछ, ब्याजमा, सुदमा ऋण लिँदैछ भन्ने खबर त्यस मालिक कहाँ पुग्यो। अनि उनीहरूको अवस्था एकदमै खराब हुँदै जाँदैछ भन्ने कुरा त्यस मालिकको कानमा पुगेछ। अनि त्यस मालिकको कानमा दया पलाएर आएछ, माया लगाएर आएछ। र मेरो कम्पनीमा काम गर्ने, मेरो फ्याक्ट्रीमा काम गर्ने मान्छेहरू यति साह्रो दुःख रहेछ, उनीहरूको कमाइले नपुग्दो रहेछ, यसकारण अर्काबाट ब्याजमा ऋण लिँदो रहेछ र यिनीहरूले धेरै दुःख पाएको रहेछ भन्ने बुझेर तिनले के भने, येशू ख्रीष्टले दिनुभएको यो सम्पत्ति हो मेरो, येशू ख्रीष्ट मेरो निम्ति मर्नुभयो, येशू ख्रीष्टले मलाई कति माया गर्नुहुन्छ, मैले गरेको सबै भुल त्रुटि पापहरू क्षमा गर्नुभयो र मलाई
अनन्त जीवन दिनलाई उहाँले प्रतिज्ञा गर्नुभयो। कति महान काम गर्नुभएको छ। मैले मसँग काम गर्ने, मेरो कम्पनीमा काम गर्ने ती गरिब मानिसहरूलाई किन सहायता नगर्ने, तिनीहरूलाई किन मद्दत नगर्ने, येशू ख्रीष्टको प्रेम उनीहरूलाई किन नदेखाउने भनिकन त्यस व्यक्तिले सोचेछ। अनि त्यस मालिकले सबै त्यो ऋण लिने व्यक्तिहरूलाई, बाहिरबाट ऋण लिने व्यक्तिहरूलाई बोलाएछ। अबदेखि तिमीहरूले बाहिर अन्य कसैबाट ऋण नलिनु, ब्याजमा ऋण नलिनु। तिमीहरूलाई जे जति जति चाहिन्छ कम्पनीबाट नै तिमीहरूलाई ऋण दिइनेछ। तिमीहरूले ब्याज पनि दिनु पर्दैन र बिस्तारै बिस्तारै गर्दै तिमीहरूको स्यालेरीबाट कम्ती गर्दै काटिनेछ भनेछ। अनि ती काम गर्ने व्यक्तिहरू साह्रै खुसी भएछ। हाम्रो मालिक कति उदार चित्तको रहेछ, कति दयालु रहेछ, हामीलाई कति माया गर्दो रहेछ भनेर त्यो कम्पनीमा काम गर्ने मान्छेहरू अझ खुसी भएर काम गर्न लागेछ। अनि जब जरुरत पर्छ, छोराछोरीको बिहा हुन्छ, नानीहरूलाई पढाउनु पर्छ, चाडबाड मनाउनु पर्छ, खर्च चाहिन्छ, तब त्यस बेला उनीहरूले त्यो मालिकबाट ऋण लिँदो रहेछ। अनि ऋण लिएर ब्याज चाहिँ उनीहरूले दिनु परेन। अनि उनीहरूको स्यालेरीबाट अलिअलि गर्दै त्यो मालिकले काट्दो रहेछ। अब यसो हुँदा सबैजनाले आफ्नो परिस्थिति अनुसार ठुल्ठुलो त्यो समस्या पर्दा, बिमार हुँदा, दुःख पर्दा उनीहरूले अझै धेरै ऋण लिनु थालेछ। 20,000, 25,000, 30,000, लाख रुपियाँ पुग्न थालेछ अब मानिसको ऋणहरू। यसो हुँदाखेरि चाहिँ उनीहरूको पैसा अब बेसी काटिन थाल्यो। अब उनीहरूलाई डर लाग्न थाल्यो, अब कसरी चलाउने, अब कहिलेसम्म हामीलाई यो ऋण मालिकले दिने, उनीहरूलाई चिन्ता भयो। अब यो कुरा बिस्तारो बिस्तारो त्यस मालिकको कानमा पुगेछ। अब त्यहाँ काम गर्ने मजदुरहरू को यो ठुलो समस्या त्यस मालिकले सुनेछ। अनि त्यस मालिकले फेरि पनि एउटा युक्ति निकालेछ। अब क्रिसमस आउँदैछ, क्रिसमसको खुसियालीमा म यिनीहरूलाई गिफ्ट दिन चाहन्छु। गिफ्ट के दिने त्यस मालिकले घोषणा गरेछ। अब यो क्रिसमसमा चाहिँ म तिमीहरू सबैको ऋण माफी गरिदिन्छु। म गिफ्टको रूपमा, जसरी परमेश्वरले आफ्नो पुत्रलाई हामीलाई एउटा गिफ्टको रूपमा दिनुभयो, त्यसरी नै म पनि तिमीहरूले लिएको सबै ऋण यो माफ गरिदिन्छु। तर तिमीहरू चाहिँ यो सोमबार बिहान 11 बजीसम्म चाहिँ म कहाँ आउनुपर्छ, मेरो अगाडि आउनुपर्छ। अनि तिमीहरूले आउँदाखेरि चाहिँ एप्लिकेसन लेख्नुपर्छ कि मैले चाहिँ तपाईँकोबाट यति ऋण लिएको थिएँ, कम्पनीबाट यति ऋण लिएको थिएँ र यो ऋण चाहिँ माफी गरिदिनुहोस् भनिकन बिन्ती पत्र लेख्नुपर्छ। अनि तल तिमीहरूले सही गर्नुपर्छ। कारण तिमीले जति पनि ऋण लिएका थियौ, जुन चाहिँ खाता मैले लेखेर राखेको थिएँ, त्यो खाता चाहिँ हराएछ। त्यसकारण तिमीहरूले आफै अब कति ऋण लेखेका छौ, आफै लेखेर आउनु भनेर यसरी नोटिस दिएछ। अब 11 बजी सोमबारको दिन पुग्नुपर्ने। अनि सबैजना गएछ, तर अफिसभित्र चाहिँ गएन रहेछ। त्यहाँनिर गानान कुरा भएछ। एउटा मान्छेले भनेछ, होसियार गर है साथी हो, यो मालिकले चाहिँ
हामीलाई अब एप्लिकेसन लेखाएर सही गराउँदैछ है। मालिकले अब के गर्नु आँटेको छ हाम्रो सही लिएर, होसियार गर। नगए पनि त हुन्छ, किनभने मालिकको खाता त हराएछ। तिनीहरूको मनमा पाप पसेछ। अहिलेसम्म मालिकले गरेको माया, मालिकले गरेको प्रेम, मालिकले देखाएको जुन चाहिँ विश्वासता त बिर्सेछ। पाप पसेछ उनीहरूको मनमा। तब तिनीहरू त्यही गाना गुनुङ गर्दै त्यस्तै नेगेटिभ कुराहरू गर्दै बाहिर बसिरहेछ। अनि एउटा व्यक्ति जो चाहिँ हसन फसन गर्दै आएछ, लास्टमा आएछ। अनि उसले तिनीहरूलाई सोधेछ, तिमीहरू गयो भित्र मालिककोमा भनेछ। हामी गएनौँ। किन नगएको? कहाँ हो? मालिकले हामीलाई अब सही गर्नु लाउँछ, एप्लिकेसन ल्याउनु लाउँछ। त्यो बही खाता चाहिँ हराएछ नि, नगए पनि हुन्छ होला हौ, नजाउँ। भरे सही गराएर बुढोले के गर्छ गर्छ, हामीलाई फसाउँछ भनेर भनेछ। अनि त्यस मान्छेले भनेछ, अहो मेरो त 2 लाख छ नि हौ, 2 लाख। मैले त छोरा पढाउँदै गर्दाको पनि खर्च मागेको थिएँ। छोरा बढेर हुर्केपछि बिहा गर्यो, बिहा गर्दा पनि मैले ऋण लिएको थिएँ। 2 लाख रुपियाँ तिर्नु पर्नेछ, के गर्नु? साथीले भनेछ, नजा नजा, किनभने त्यो खाता हराएर। फेरि तेरो सही लिइराखेर बुढोले के गर्छ गर्छ, नजा भन्दैछ। अनि त्यो मान्छेले भनेछ, होइन, जब मलाई दुःख परेको थियो, जब मलाई पैसा चाहिएको थियो, मलाई मद्दत चाहिएको थियो, त्यति बेला त मालिकले मलाई केही नभनिकन पैसा दिएको थियो नि त। जब मलाई मेरो छोराको बिहा गर्ने बेलामा कति खर्च चाहिएको थियो, त्यति बेला मालिकले चुपचाप दिएको थियो त। अब अहिले उहाँले क्षमा गरिदिन्छु भन्दैछ, अहिले किन नजानु? जेसुक गरे हामी चाहिँ के भन्नु, हामी जान्दैनौँ। त्यो मान्छेले चाहिँ एप्लिकेसन लेखेछ, सही गरेछ, त्यहाँ लेखेछ, मालिक मैले चाहिँ फल्ना सालमा फल्ना तारिक चाहिँ यति पैसा लिएको थिएँ, जम्मा चाहिँ 2 लाख रुपियाँ मेरो तिर्नु छ र यो 2 लाख चाहिँ माफ गरिदिनुहोस् भनेछ। त्यसरी गाना गुनुङ गर्दा गर्दै 11 त बज्नै हालेछ। 11 बज्नु 15 मिनट रहेछ। मालिकले चाहिँ अब 11 बजीभित्रमा चाहिँ आइपुग्नु भनेको थियो। अनि त्यस व्यक्ति चाहिँ कुद्दै गएछ, गेटभित्र पसेछ। अनि दैलो ढकढकाएछ। अनि साँच्चै नै मालिक त बसिरहेको रहेछ अरे टेबलमा, सबैलाई पर्खिरहेको। अनि मालिकले भनेछ, तिमी आइपुग्यौ, ल राम्रो हो। अरू चाहिँ खोइ आएन त। म त बिहानदेखि आएर यहाँ पर्खिरहेको छु। 11 बजीसम्ममा चाहिँ मलाई एप्लिकेसन बुझाउनु भनेको थिएँ, कोही आउँदैन त, खोइ। ठिकै छ, तिम्रो एप्लिकेसन ल्याऊ भनेछ। एप्लिकेसन पढेछ, हेरेछ, हुन्छ अबदेखि उसो यो बही खाता हेर त मेरोमै छ, अब काटिदिए ल, अबदेखि तिमीले पैसा तिर्नु पर्दैन, 2 लाख तिमीले तिर्नु पर्दैन र तिम्रो एप्लिकेसन यहाँ राख, यहाँ लेखेको हिसाब त मैले काटिदिएँ, अबदेखि तिमीलाई माफ। यो मान्छे त खुसीले उफ्रिँदै बाहिर आएछ, खुसीसँगले उफ्रिँदै बाहिर आएछ। अनि त्यहाँ वरिपरि बस्ने उनीहरूको साथीहरूले सोधेछ, के भयो, मालिकले के गर्यो, के भन्यो? तब त्यस व्यक्तिले भनेछ, माफ गरिदिनु भयो, मेरो 2 लाख रुपियाँ माफ गरिदिनु भयो मालिकले, मेरो 2 लाख रुपियाँ माफ गरिदिनु भयो मालिकले। मेरो भारी, मेरो बर्डन घट्यो, म खुसी भएँ, म हल्का भएँ, अब मलाई दुःख हुँदैन, मैले पैसा तिर्नु पर्दैन। साह्रै खुसी भएछ, साह्रै आनन्दित भएछ। अनि तिनीहरू पनि अहो हामी पनि जानुपर्ने रहेछ भनेर उनीहरू पनि हतार एप्लिकेसन दिएछ। अनि जाँदाखेरि चाहिँ गेट बन्द भइसकेको छ। मालिक त पर गाडीमा जाँदै रहेछ। अनि तिनीहरू छाती पिट्दै रुँदै फर्केछ। अब तिनीहरूको ऋण माफी भएन। 11 बजीभित्र आउनु, सबै माफ गरिदिन्छु भन्नुभएको थियो मालिकले। उनीहरूको ऋण माफी भएन।
र आजको सन्देश यही छ, सबैजनालाई, यहाँका गाउँका दाजुभाइ दिदीबहिनीहरूलाई, हाम्रा आफन्तहरू, हाम्रा रिलेटिभ्सहरू हुनुहुन्छ, हाम्रो काका मामा साथीहरू हुनुहुन्छ, हाम्रा दिदीबहिनीहरू हुनुहुन्छ, सबैलाई यो सन्देश छ। हामीले परमेश्वरको विरुद्धमा जति पनि गल्ती गरेका छौँ, गलत काम गरेका छौँ, गलत विचार गरेका छौँ, गलत बाटोमा हिँडेका छौँ, परमेश्वरदेखि टाढिएका छौँ, परमेश्वरको विरुद्धमा काम गरेका छौँ, आजको दिन येशू ख्रीष्ट एउटा दूतको रूपमा उहाँले तपाईँलाई भन्नुहुन्छ, आओ परमेश्वर कहाँ। परमेश्वरले तपाईँहरूलाई क्षमा गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई क्षमा गर्नुहुन्छ, तपाईँहरूलाई परमेश्वरले अँगाल्नुहुन्छ, तपाईँहरूलाई नयाँ जीवन दिनुहुनेछ, तपाईँहरूलाई शान्तिको जीवन दिनुहुनेछ, तपाईँहरूको मनको हृदयको त्यो पापको बोझाहरू, सांसारिक कुराहरूको बोझ र पापहरू सबै उतारिदिनु हुनेछ। त्यो ठुलो ऋण जो परमेश्वरप्रति हाम्रो छ त्यो क्षमा हुनेछ र उहाँले एक्सेप्ट गर्नुहुनेछ र आफ्नै सन्तान तपाईँहरूलाई बनाउनुहुनेछ भनिकन येशू ख्रीष्टले तपाईँहरूलाई आजका साँझ यही कुरा, यही सन्देश दिन चाहन्छ। हाम्रो माध्यमद्वारा, यो क्यारल सिङ्गरको माध्यमद्वारा, म एउटा वचन प्रचार गर्ने व्यक्तिको माध्यमद्वारा तपाईँहरूलाई यो सुसन्देश छ। तपाईँ सबैजना फर्किआउनुहोस्, तपाईँ सबैजना परमेश्वरको मिलापमा आउनुहोस् र अनन्त जीवनलाई तपाईँहरूले एक्सेप्ट गर्नुहोस्। येशू ख्रीष्टको नाउँमा आमेन। Amen. सबैजनालाई फेरि पनि जय मसीह। थ्याङ्क यू।